ल ल ल हाम्रै घरबाट जाउँ ल ल शिवपुरी हाइटमा आइयो मर्निङ वाक गर्दै गर्दै भ्रमण गर्नुभएकोमा धन्यवाद रे त्यहाँनिर बोर्डमा हजुर साँच्चैकै भिडियो गरे हो मैले त युट्युबमा हाल्नलाई मेरो आमा यसले त हाम्रो भिडियो नि गर्दिस् गर्दै त हजुरहरूको भिडियो नि गर्ने शिवपुरी हाइट यस्तो छ कपन उ त्यहाँ अनि तारेभिर ल है साथीहरू हाम्रो गाउँघर यस्तो छ तपाईँहरूको कस्तो छ मर्निङ वाक गर्न आउनु छोडेर विदेशमा बसिरहेछु भन्न ल है साथी कोरिया कस्तो भन्दा नि यस्तो छ साथी कोरिया भन्ने यही हो तपाईँहरू फेरि वीरगन्ज पुगेर कोरिया भनेर ओर्लिनु होला तर यस्तो छ कोरियाको बाटो यतातिर आउनु होला भेडा चराउने ठाउँ यही गाई बाख्रा भेडा चढाउने ठाउँ यस्तो छ हजुर भेडा चराउने होइन केही हुन्न कति मान्छे नेपाली हामी सबै एकै ठाउँ भएर पो गफ गरे त त्यही त भने हामी नेपाली एउटैमा भेटघाट भयो आज मर्निङ वाक आउँदाखेरि अनि गफ गरेर कोरियातिर भेडा चराउने लट्ठी पनि बोकेर ल हेर्छु यहाँ भेडा बाख्रा चढाउनलाई मृग भेटिन्छन् यतातिर कालिज भेडा बाख्रा चढाउनलाई हामी आज छुट्टीको दिन भएर आइतबार आज छुट्टीको दिनमा हामी नेपालीसँग भेट भयौँ आएपछि भेट्न गाह्रो छ अफिस छ सबैजनाको त्यही भएर भेट्न गाह्रो छ उहाँको पेन्सन पाक्न लागिसक्यो उहाँहरू पेन्सन पकाउनलाई रटी टेकेर हिँड्दै हुनुहुन्छ म चाहिँ पेन्सन पाक्न धेरै वर्ष वेट गर्नु पर्ला जस्तो छ ल साथी विदेशीहरूको बाटो यस्तो ओह्रालो हुँदो रहेछ गुटुटुटुटुटुटुटु कोरियाको बाटो यस्तो रहेछ अचानक भिसा लागेर हामी पनि विदेशमा आइपुगेको बाख्राहरू त्यो माथि चढिरहेछन् कान्लामा छन् भित्तामा लट्ठी टेकेर गोटालो चाहिँ तँतिर बाख्रा चाहिँ भिरमा मागतिर छोडिदिएर हिँडे सिधै जान्छु नि आफ्नै घरबाट घुट्टुङ टुङ 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 घरबाट त्यहाँबाट ओर्लिन्छु घर त हेर्नु पर्यो नि विदेशीमा घर एउटा बनाएको छु त विदेशमा अहिलेसम्म चाहिँ म बाहिरै छु विदेशमा एउटा घर बनाइरहेको छु रेखदेख गर्नलाई बेला बेलामा क्यामेरा बोकेर आउँछु नानधानबाट त्यहाँ बसी त्यहाँबाट त्यहाँ पुगी विदेशमा एकैचोटि नानधानबाट एकैचोटि विदेशमा भिजा लागिहाल्यो ऊ यस्तो फल पाकिसकेछ खुर्पाने आरु बखडा जेठमा पनि पाक्यो के कस्तो राम्रो ल झन् कस्तो आउँछ
ल जाउँ हस् तलबाट जाउँ हिँड्नु होइन यसो खोज्नु काम तलबाट फर्के यो के गुम्बा अरे दिजु खै यो के गुम्बा भन्छन् मलाई थाहा नै छैन गुम्बाको नामै रहन्छ के हो माथि चाहिँ व्हाइट गुम्बा अनि के हो अर्को छोइलिङ गुम्बा छोइलिङ गुम्बा त उसको चौताराको ल पो चौताराभन्दा उताकोलाई छोइलिङ गुम्बा वनपाखा यो हरर र फुलको बासनाले पुरै भरिया ल साथीहरू खलखल पसिना आउँथ्यो आज त खै पसिनै आएन हरायो त पसिना आज हिँड्ने छिटो भयो हामी बुढाबुढी पसिनै हरायो त्यो एक्लै टुई टुई हिँड्नु आउने हो यहाँनिर चाहिँ बाटो बिग्रेर छ गफ गर्दै हिँड्यो कि त्यो हिँडै हुँदैन नि त तलबाट आउँदाखेरि पसिना उकालो आउँदा त पसिना र यो के अरे बिस्तारै हिँड्छ नि त आमेर हिँड्नु सक्दैन छिटो हिँड्नु पर्यो हिँडिस भन्दा हिँड्ने मान्छे मात्रै ल है साथीहरू गुम्बा छ यहाँ गुम्बाको नाम चाहिँ मलाई पनि थाहा भएन यो चाहिँ के हो च्यान डाँडा च्यान भोटे शेर्पाहरू चाहिँ यहाँनिर पोलेर माने बनाउने ठाउँ त नि कस्तो परिवर्तन भइसकेछ क्या यहाँ त पहिला अर्कै पो थियो जङ्गलै जङ्गल यहाँ कहाँ यस्तो थियो र यिनीहरू बनेकै थिएन नि घरहरू ए पिकनिक स्पोट पनि रहेछ त ए विकसित भएछ यो लास लिएर आउनेहरूलाई यहाँ टोइलेट बाथरुमको सुविधा गराइदियो होला ए त्यो मर्निङमा गर्ने ठाउँमा छुट्टै बनाइदियो होला होइन छुट्टी बनेको भने यस्तो पिकनिक आउने बस्नलाई टर हालेर नि ऊ नि बनाइदिएको थियो अनि भिन्नै टोइलेट बाथरुम बनाइदिएको लामाहरू यहाँ बस्ने गुम्बा शिवपुरी हाइट बुढानीलकण्ठ नगरपालिका वार्ड नम्बर 1 रेडुप नेपुट गुम्बा अब यतै जान्छ होला कि यताबाट ए यता बाटो रहन्छ है कि ए यता रोड र चाहिँ यतैसम्म हो कि ए भाष्य छ त त्यो भरेको माटो भयो क्या त्यही भएर यतातिर कालिज कति कुथ्यो पहिला म त घरको छेउमा कालिज आउँथ्यो दौडेर आउँथेँ के काली समाउनु भनेर के को सकिन्थ्यो कहाँ गएर धेरै मान्छे हुन्छ दुईजना त हराउनु त त्यस्तै आमेर यत्रो घर भत्काउनु लाग्छ त अनि कति खर्च लाएर बनाखेरि यिनीहरूको त आइहाल्छ नि डोनेसन त्यही त हुँदै यता नत्र कहाँ सबै विदेशबाट डोनेसन आइहाल्छ केही हुनै पर्दैन हरायो दुईजना हरायो आमाहरू त हिँड्नै सक्नु न म त एक्लै धेरै जस्तो एक्लै हिँड्छु हो एक्लै हिँड्दा बरु आनन्द पसिना आउने एकदम आनन्दले नसाहरू तन्किन्छ क्या एक्लै हिँड्यो भने चाहिँ अब बिस्तारै हिँडेको फिलिङै हुँदैन क्या
हिँड्नु त म त जहिले एक्लै हो साथी कोही छैन नि तलबाट आउने साथीहरू कोही भेट्दिनँ म त कोइराला बाको बुहारीले मलाई बोलाउनु न म आउँछु म नि हिँड्छु भनिरहेको थियो अब ऊ कतिखेर बोलाउनु कतिखेर आउने कतिखेर नआउने त्यो त बाटो आयो मात्रै त्यही बाटो नानथानसम्म लिन आउँछु रे मलाई भनिरहेको थियो नाना जान्छु घर यो टाढो झर्ने ए झर्ने त हो कता झर्ने तपाईँले बनाएको छ नि यहाँ गयो भने सडक छुनी सिँढी बनाएको त ए त्यहीबाट तलै जान्छ ल निस्किन्छ त त्यो उसमा निस्किन्छ डुङ्ग्रानीमा त्यतैबाट ठिक होला यतैबाट जानु ठिक हुन्छ तपाईँलाई सार्वजनिक यहाँनिर रहेछ ल है साथीहरू मर्निङ वाक गर्ने ठाउँ बुढा नीलकण्ठ 1 मा यहाँ सबै आइसक्यो होला नि होला म त आएकै छैन आज त मान्छे आउँछ